सानो बच्चा थियो नि अरू बेला फेरि राति पल्लो उता के अरे कामीको घरतिर जान्थ्यो अनि किरण छैन यताउति साह्रै त्यो घुमेर आउँथ्यो जहिले मैले अहिले त्यो पुल छैन पुल कटेर पारेसम्म जान्थेँ आउँछु सफारीहरूले खोजेर नै नदेखेको अब कसलाई भन्नु अन्न किन्नु भयो भने किनेको तपाईँलाई घाटा हुन्छ 3000 त बाटो बेचिराखेको फेरि के अरे त्यो बाख्रा खाना खोजेको थियो सहेको थियो तिम्रा पऱ्यो क्या त्यो पाखा अनि मैले भने अब सोह्र पैसा थापेर यसलाई दबाई के गर्नुपर्ने यो किन हो खाना खाँदैन जुम्रै परिसकेको छ खिया के भन्छ नि त्यो हाम्रो कोप्ला ढोकाको कोप्ला बनाउने सुरु भइसक्यो हेर्नु यसरी बनाउनुपर्छ है साथीहरू 10वटा कि 20वटा पनि लिनुभयो होइन सल्लाह ढोकाको कोप्ला बनाउने यसरी हो कतिवटा 20वटा त मरेन कतिवटा त्यहाँ चाहिँ हजुरहरू पनि नयाँ नयाँ सिक्दै हुनुहुन्छ भनेदेखि सक्का मर सधैँ सधैँ ए होइन किन सोध्नु भनेर किन आयो भने तर्से के हुन्छ कोप्ला बनाउन चाहिँ गाडी पहिला मैले चाहिँ 5वटा उसलाई छोडिदिनु आएको थाहा भएन सोद्धा 6-7वटा हाम्रो मान्छे सोद्धा कतिवटा राम्रो सबै 20वटा कहिले लग्यो है तपाईँले गर्नु ए मैले अनि पैसा पनि दिइराखेको नि पैसा खोज्यो भने त्यहाँ म अब त्यो खोर्तलो झार्नै लाने भनेको क्या अनुसारमा किन्नु पऱ्यो कि यसरी एक बोरा च्याटलाई खुवाउनु पऱ्यो अनि भात होइन खोल्दा भन्दा यसो गर्नु झोल हुन्छ नि दिउँसो लागि झोल चारैतिर उयो लाएर दिनभरि अनि उसले स्यालले कहाँ लाग्छ झोल चारैतिर लगाइदिन्छ अनि बाँस गाडेर चाहिँ कुकुर छैन नि त अहिले कुकुर भएको छैन कुखुरालाई चाहिँ उयो खुवाउनु पर्छ क्या चारो भातहरू के पकाएर चारो जस्तो पकाएर पानी पाउँदा यसरी सकिँदैन होइन त्यो भातहरू यताउति सकिँदैन पकायो ढोकाको कोप्ला भन्दैछ लामो भिडियो वाच हुँदैन क्या भाइ फोटो बनाउनु के अब सिक्नु मन लागेको भने मात्रै हेर्दै त्यस्तो लामो खसीको भन्दा मिठो हुन्छ त्यसले मलाई यस्तो भन्यो नि मलाई दुधुनु चलाइले म कुन त डर लागेन सर सिङ्गो थियो कि थिएन भाइ त्यो याद पो गरिन्छ हुँदैन नि पुछौँ चाहिँ घोडा जस्तो
तर महँगो फेरि यसको मासु है त्यस्तो मुसलमानहरूको बकरिद लास्टको दिन थियो कि त्यतिखेर काटेर ल्याएर क्या इन्डियामा इन्डियादेखि चाहिँ मासु ल्याएको थियो काम गर्ने साथीहरू सबै के अरे इन्डियाको चाहिँ मुसलमान कसी पार्दै पार्दैन भाइ पाँच होला राति जहाँ गर्दा तिमीको व्यापार पनि हुन्छ किन गाँदासाँदा त बेच्छु होला नि त हिटी केटाहरू बाबाजी 50 रुपियाँ दिन्छु यता आएर पनि खान्छ गर्नै सक्दैन बाबाजीलाई अति गर्दाखेरि फाइनली रेडी भयो